नेपालको होरा ई स्पोर्टले रच्यो इतिहास। पबजी मोबाइल वर्ल्ड च्याम्पियनसिपको फाइनलमा प्रवेश। नेपाली ई स्पोर्टका लागि आज निकै ठुलो खबर आएको छ। नेपालको प्रतिनिधित्व गरिरहेको होरा ई स्पोर्टले पबजी मोबाइल वर्ल्ड च्याम्पियनसिपको फाइनलमा सोझै स्थान बनाएको छ। फ्रान्सको पेरिसमा जारी ई स्पोर्ट विश्वकप अन्तर्गतको पबजी मोबाइल विश्वकपमा होरा स्पोर्टले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष 5 भित्र स्थान बनाएपछि ग्रान्ड फाइनलको टिकट काटेको हो। समूह बीको अन्तिम खेल आइतबार सम्पन्न हुँदा होरा स्पोर्टले कुल 98 अङ्कसहित चौथो स्थानमा रह्यो। टोलीले समूह चरणमा एक पटक चिकन डिनर समेत जित्न सफल भयो। होरा ई स्पोर्टले समूह चरणको पहिलो दिन निकै राम्रो सुरुवात गरेको थियो। पहिलो दिनको खेल सकिँदा नेपाली टोली 59 अङ्कसहित तेस्रो स्थानमा रहेको थियो। दोस्रो दिन पनि नेपाली टोलीले आफ्नो प्रदर्शनलाई निरन्तरता दिँदै थप 37 अङ्क जोड्यो र अन्ततः 98 अङ्कका साथ चौथो स्थानमा प्रतियोगिता समाप्त गर्यो। समग्र प्रदर्शन हेर्दा होरा स्पोर्टले 61 वटा किल हासिल गरेको छ भने प्लेसमेन्टबाट 37 अङ्क जोडेको छ। यही निरन्तर प्रदर्शनका कारण नेपाली टोलीले सर्भाइभल स्टेज खेल्नुपर्ने झन्झटबाट बच्दै सोझै ग्रान्ड फाइनलमा स्थान बनाएको हो। अझ महत्त्वपूर्ण कुरा, समूह चरणको चौथो स्थान हासिल गरेसँगै होरा ई स्पोर्टले 57,500 अमेरिकी डलर अर्थात् नेपाली रुपियाँ करोडौँ बराबरको पुरस्कार समेत सुरक्षित गरिसकेको छ। अब समूह बीबाट होरा स्पोर्टसँगै भिटालिटी, आइडिए, S2G र गोडलिकाले पनि ग्रान्ड फाइनलमा स्थान बनाएका छन्। भिटालिटी भने 148 अङ्कसहित समूह बीको शीर्ष स्थानमा रह्यो। यसअघि समूह एबाट फोर ट्रिभर लगायतका टोलीहरूले ग्रान्ड फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। तर प्रतियोगिताको रोमाञ्चकता यतिमै रोकिँदैन। दुवै समूहमा 6औँदेखि 13औँ स्थानसम्म रहेका 16 टोलीले अगस्त 11 र 12 मा सर्भाइभल स्टेज खेल्नेछन्। सर्भाइभल स्टेजबाट उत्कृष्ट प्रदर्शन गर्ने 6 टोली फाइनलका लागि बाँकी 6 स्थानमा प्रवेश पाउनेछन्। तर अन्तिम 6 स्थानमा रहने टोली भने प्रतियोगिताबाट बाहिरिनेछन्। यसरी फाइनलमा कुल 16 टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। पबजी मोबाइल विश्वकपको फाइनल अगस्त 14 देखि 16 सम्म आयोजना हुनेछ र यहाँ सबैभन्दा ठुलो कुरा, फाइनलको उपाधि जित्ने टोलीले 5 लाख अमेरिकी डलर नगद पुरस्कार हात पार्नेछ। अब नेपाली गेमिङ समुदायको नजर होरा स्पोर्टमाथि हुनेछ। समूह चरणमै विश्वकपका शक्तिशाली टोलीलाई पछि पारेर चौथो स्थानमा पुगिसकेको नेपाली टोलीले अब ग्रान्ड फाइनलमा कस्तो प्रदर्शन गर्ला? के होरा स्पोर्टले विश्वकपको ट्रफी नेपाल ल्याउन सक्ला? यदि तपाईँ नेपाली ई स्पोर्ट र होरा स्पोर्टलाई समर्थन गर्नुहुन्छ भने यो भिडियो सेयर गर्न नभुल्नुहोस्। होरा ई स्पोर्टलाई ग्रान्ड फाइनलका लागि शुभकामना।